पछाडि छ यो हेर्नु त यो कत्रो यो यो के अरे यही खुर्सानी डल्ली खुर्सानी यत्रो रुख हेर्नु नि यी डल्ली खुर्सानी फलिरहेको हेर्नु न सानो छ सानो हो कि रुख त कत्रो छ हेर्नु न यो अब यो टिपे होला म त्यहाँ टिपेर सुकाछ चन्ने मैले यो केरा लगाएर रोपेछु के 3टा बोट लगाएर रोपेँ पछाडिपट्टि घडेरीमा 90 रुपियाँ त्यो पछाडि तपाईँ घडेरीमा यो लगाएर रोपिदिनु के यो केरा रोपेर लग्नु 1000 रुपियाँ लग्यो भने 10-15 बोट है त्यसै झपझप्दै हुन्छ क्या कस्तो केरा रहेछ मालपो केरा हो टिप्या हो त्यो चाहिँ 5 वर्ष भयो रे 5 वर्ष 5 वर्ष भयो रे अहिले मैले टिप्या देउछ कस्तो फल्या ए त्यो उ त्यहाँ भएको त्यही हो यही हो खुर्सानी कति पैसा बोटको 5 रुपियाँ ल हेर्नु यहाँ यो चाहिँ तपाईँले अस्ति के रोपिरहेको थियो है यो चाहिँ 5 वर्ष एउटा खुर्सानी बोट रोपेपछि 5 वर्ष भएपछि तपाईँले के चाह्यो किन्नै परेन तपाईँ सानो फ्यामिलीले त यहाँ टप टिप्यो राखेर होला त्यो त्यो पनि हुनसक्छ हेर्नु त कत्रो रुख त एउटा कि कतिवटा बोट यो एउटै त हो नि अनि यत्रो रुख हुनेछ अनि भर्याङ हालेर टिप्नु रामकोट भन्ने छ ऊ त्यो बेलाउती कति हो बेलाउती यो बेलाउती यत्रो हुन्छ है ठुल्ठुलो हुन्छ अब त यो त फल दिने बेला भएको छ ल हेर्नु राईको राई हेर्नु यो भित्र भएर यस्तो भयो कि है हेर्नु त खुर्सानी आमा खुर्सानी फलेको यी ओ विजय दाइ यहाँ आउँदा यो गेडै फलिरहेछ त यो यति यो बोक्रा सुत्दै खाने हो है बोक्रा सुत्दै खाने मैले युट्युबमा देखेको बोक्रा सुत्दै खाने यो हेर्नु त यो चाहिँ बोट कति पैसा यो यत्रै हुने कि योभन्दा ठुलो हुन्छ मिठो गुलियो है गुलियो अमिलो मिक्स होला यो त म त उ त्यो डल्ले खुर्सानी लाने भनेको यो त मिठो हुनेछ